नमस्कार, म काइलो सिंह तामाङ हो। मेरो जन्मस्थान पश्चिम 1 नम्बर नुवाकोट तुच्चे गाविस वार्ड नम्बर 5 साउगाउँमा पर्छ। मेरो जन्म मिति 6 साल हो। म जन्मेर मैले 30 वर्षसम्म म बुद्धिस्टको पहिचान बुद्धिस्ट धर्ममा चलिरहेको थिएँ। त्यसपछि मैले प्रभु येशूलाई पाएँ र म क्रिस्चियन भएँ। अहिलेको अवस्थामा चाहिँ म 88 वर्ष भइसक्यो, 78 वर्ष। अब म प्रभु येशूलाई विश्वास गर्छु। हामीहरू थोगर हो, तामाङहरूको पनि थोगर जाति हो। थोगर जातित्वमा थोगर, सङ्गदन, पक्रेन, मुक्तन यो 4 जाति चाहिँ सोनी भाइ पर्छ। बिहाव्रत चल्दैन। बिहाव्रत चल्दैन। अरू जातिहरू वाइवा, डिमडुङ अनि ब्लेन्डेन, चोदेन यस्तोहरू चाहिँ हामीसँग कुटुम्ब चल्छ। अहिले हाम्रो जाति पहिचानहरू अहिले पुरानो बुद्धिस्ट पहिचान छोडेर म क्रिस्चियनमा लागेर विश्वास गरेको छु। किन विश्वास गर्यो भनेर भन्नुपर्दाखेरि मेरो घरमा धेरै भूत प्रेतले सताएको कारणले धेरै बिरामी भयो, धेरै समस्या भयो, धेरै खर्च, धेरै हानि नोक्सान भएको कारणले गर्दाखेरि केही गरी म बाँच्न नसक्ने यस्तो अवस्था भएको कारणले गर्दाखेरि मैले सारा खोजिरहेको थियो। तर सारा चाहिँ मानिसले दिनुलाई भन्दा परमेश्वरले दिएको सारा धेरै राम्रो छ। मैले बल्ल प्रभु येशूले पाएपछि मेरो घरमा शान्त भयो, सबै कुरोमा उन्नति प्रशस्त पनि भयो अनि आशिष भयो। त्यसैले गर्दाखेरि आजसम्म मेरो सबै परिवार आजसम्म बाँचिरहेको छौँ। मेरो परिवारहरू सबै क्रिस्चियन भएको छ। उनीहरूलाई मैले यो अवस्थामासम्म मैले उनीहरूलाई सबै कुरोमा शिक्षा दीक्षा दिइसक्यो। अब उनीहरूले ठिक काम गरिरहेको छन्। आजसम्म मेरो परिवारले, मेरो छोराहरूले, मेरो छोरा 3 भाइ छ, मेरो छोरीहरू 4 बहिनी छ। 4 बहिनी क्रिस्चियन, छोरीहरू सबै क्रिस्चियनहरू छन्। उनीहरू सबै प्रभुकै सेवा गर्छन्, सङ्घ संस्थाहरूमा काम गर्छन्। छोराहरू पनि 3 भाइ छ। छोराहरू पनि आजसम्म चाहिँ रक्सी, चुरोस, भाङ, भैलो, जुवा, तास खेल्ने खालको होइन। आजसम्म ठिक बाटोमा चलिरहेको छ। बाबुआमाको आज्ञा मानेर उनीहरूले परमेश्वरलाई राम्रोसँग विश्वास गरिरहेको छ र सबै कुरोमा चाहिँ उन्नति, आनन्द, शान्ति पाइरहेको छ भन्ने चाहिँ मेरो चाहिँ अन्तिम मेरो परिचय जस्तो मैले यसरी बोलिरहेको छु। सबैले सुनिदिनु होला। आनन्द भन्ने कुरो प्रभु येशू ख्रीष्टमा बाहेक अन्त कहीँ पनि नपाउने रहेछ। प्रभु येशू ख्रीष्ट दुःखको समयमा काम लाग्ने प्रभु हुनुहुँदो रहेछ। दुःखमा सहारा चाहिँ प्रभु नै हो भन्ने कुराहरू मैले सबै कुरोमा ख्याल गरेको छु। अब मलाई धेरै आनन्द छ, खुसी छ। म जस्तै दुःखमा पनि म प्रभुसँग म आनन्द मानेर बसिरहेको छ। आजसम्म प्रभुले धेरै भलाइ गर्नुभएको छ अनि हरेक सुस्वस्थ्यमा पनि उहाँले चाहिँ आजसम्म चाहिँ कुनै किसिमको समस्या
दुर्भाग्यहरू, कुनै समस्याहरू, पीडा बाधाहरू, बिमारहरू, रोगीहरू हुनु परेको छैन। आजसम्म सबै कुरोमा जाति आनन्द खुसी भएर जीवन गुजर गरिरहेको छ। अब त्यसो भएको कारणले अब यो भिडियोलाई, यो युट्युबलाई हेर्ने सबैले बुझिदिनु भयो भने तपाईँहरूले पनि प्रभुको आनन्दहरू पाउनेछ भन्ने म आशा गर्दछु। यसुको नाम। अनि ल, अनि त कति रे 4 जना छोरी 3 दाजु 4 बहिनी छोरी 4 बहिनी छोरी 3 भाइ छोरा। 3 भाइ छोरा हैन त। अँ अनि के रे जेठी दिदी चाहिँ हैन, जेठी छोरी जेठी छोरी धेरै पङ्गो जाबसिन पङ्गरी तपाईँ जेठी छोरी चाहिँ कस्तो थियो तपाईँको? हुन्छ नि त्यो सानोमा कतिपय खाल्नु मुबला थिएला, हाउभाउ स्वभावहरू कस्तो थियो जेठी छोरीको? जेठी छोरी धेरै अब जेठी छोरी धेरै राम्रो थियो। कुरा बुझ्ने, बाआमाको कुरा सुन्ने, बाआमाको अध्ययनमा बस्थ्यो हैन। र उसले धेरै राम्रो काम गरेको थियो हैन। ऊ कहिले बिरामी जस्तो पनि हुँदैन। ऊ धेरै राम्रो भयो प्रभुलाई पाएपछि। अनि उसले पछि 17 वर्ष उमेर भएपछि उसले प्रभुको सेवामा अगाडि बढ्दै गयो। र माइलीश्वरी युनिसले पनि प्रभु येशूमा चाहिँ धेरै विश्वास गर्यो, धेरै सङ्घ संस्थाहरूमा धेरै कामहरू गर्यो। अनि साइली छोरी पनि आजसम्म चाहिँ प्रभुको सेवाकायहरू गर्दैछन्। उहाँ सेवकी भनिरहेको छ, जय पास्टर हुनुहुन्छ। अब अनि साइली दिदी चाहिँ जिदारी खदै मु बोला ऊ पनि राम्रै थियो भन्नाले स्वभाव ऊ चञ्चले ताउती कसैले नराम्रो आजाती बोल्दैन थियो। रिसाउने बेलामा चाहिँ ऊ अति नै रिसाएर रुन्थ्यो। रिस चाहिँ खतरा। तर कसैले नराम्रो बोल्ने काम कुराहरू उसले गर्दैन थियो। अनि पछि चाहिँ ऊ राम्रै भएर आयो। कान्छी छोरी चाहिँ कस्तो थियो सानोमा? ऊ एकदम पहिल्यैदेखि ऊ मान्छे पनि राम्री सुन्दरी थियो। अब ऊ चाहिँ मान्छे अलि मूर्खै प्रकारको थियो। मूर्खले रिसा मूर्खै थियो बच्चादेखि नै, रिसा झडङ झुडुङ। अनि उसको मन अति नै राम्रो थियो। मान्छेले एकैछिनमा चाहिँ अति नै राम्रो थियो, अहिले नि छ। मान्छेसँग एकैछिनमा चाहिँ उसले गाली पनि गर्ने, अनि ताल चाहिँ रिस पनि गर्छ, अनि फेरि प्रेम पनि गर्छ। त्यस्तो प्रकारको छ। रिस लागि पनि उसले चाहिँ धेरै नराम्रो काम गर्दैन। जेठा दाई चाहिँ कस्तो थियो त? अनि सानोमा जेठा दाई कस्तो थियो? जेठा दाई चाहिँ धेरै प्रकारको हाँसिलो थियो। कमेडी। ऊ चाहिँ सबै खुसीको मान्छे हो। हाँसिराख्ने, उसको नाच्ने हाँस्ने डान्सहरू धेरै राम्रो छ। मान्छेहरूलाई धेरै प्रकारले चाहिँ मान्छेहरूलाई धेरै प्रकारले खुसी दिन्थ्यो। उसले हँसाउने नाना प्रकारको चाहिँ आवाज गरेर उसले चाहिँ मानिसहरूलाई खुसी बनाउने, हँसाउने, दुःखलाई चाहिँ पीडाहरूलाई हटाउने, त्यस्तो थियो। माइलो छोरो चाहिँ अयुब चाहिँ ऊ चाहिँ पहिल्यैदेखि लाज मान्ने, लजाउने स्वभाव, धेरै कुरा नबोल्ने, अनि कसैले आजाती नबोल्ने, केही पनि नगर्ने, यस्तो अब अन्य अत्याचार केही नगर्ने, ठिकसँग आफ्नो सुरमा चलेर हिँड्थ्यो। ऊ ठिकै थियो। कान्छो छोरो विशाल ऊ पनि राम्रै थियो। कसैले रिस गर्दैन। उसले राम्रो काम गर्थ्यो सबै कुरामा। गाउँ डुल्न जान्थ्यो। नम्सकोर भरिया धेरै बरु गाउँ टार्थ्यो। राति चाहिँ घर छोड्दैन, घरमै आउँछ, चरा मार्ने है, धेरै गाली गर्नु पर्थ्यो। अब चाहिँ बुद्धिमान भएर आउँछ, राम्रो ज्ञानी भएर आउँछ, केही गर्ला भन्ने आशा छ। ल त्यतिलाई काइला सिंहको छोराछोरी
ल त यहाँ चाहिँ हाम्रो बुवा काइला सिंह, उहाँ चाहिँ दाजुभाइहरूमा चाहिँ काइला काइला हिँड्छौँ ए अँ उहाँ चाहिँ काइला हिँड्छ, जेठा माइला काइला साइला मरेको, साइला छिवला साइला बितेको, ए साइला कति वर्ष साइला बितेपछि म जन्मिएको। के भएर चाहिँ बितेको साइला चाहिँ के भएर बितेको, के भएर? थाहा जे सानो म हुँदा नहुँदैमा बितेको चाहिँ भन्नाले जन्मिने बित्तिकै रुलले मात्रै म काइला भएको। अत नि के अरे जन्मिने बित्तिकै मर्नु भएको 1.5 वर्षमा बितेको अरे, ए भनेपछि सानै हुँदा। 1 वर्ष छ महिना। अनि के अरे हाम्रो के भन्छ बाजेको नाम चाहिँ के पर्यो? मेरो बाजेको नाम चाहिँ मानलामा तामाङ हो। पञ्चवीर। मेरो बाउको नाम चाहिँ पञ्चवीर तामाङ हो। बाजेको नि बाउको नि बाजेको नाम चाहिँ मानलामा, बाजेको नाम मानलामा, तपाईँको बाजेको नाम चाहिँ मानलामा, मानलामा तामाङ। अँ, बाउको नाम चाहिँ पञ्चवीर तामाङ अँ। हो। ए अनि के अरे मेरो आमाको नाम चाहिँ कान्छीमाया तामाङ। हजुरआमाको चाहिँ? हजुरआमाको नाम चाहिँ मैले बिर्सेँ। हजुरआमाको नाम चाहिँ विशेष म धेरै बिर्सेँ। नजन्मिँदैन, म उहाँ पछि म बालकैमा बितेको कि। ए त्यही भएर चाहिँ। अनि यो चाहिँ उहाँ चाहिँ अब नुवाकोट, हामीहरू नुवाकोटको होइन? नुवाकोट साउ गाउँ अनि छबाई खालकभित्रको सन्तानहरू हो। हामीहरूको जिजुहरू चाहिँ 9 गाउँ चलाउने एउटा चाहिँ त्यतिखेरको बेलामा 9 गाउँ चलाउने एउटा द्वार भन्ने चाहिँ जिम्बुल माथिको चाहिँ पत्मा बस्थ्यो। अनि त्यसपछि द्वारको छोरो भनेको जिम्बुवाल हो। जिम्बुवालको सन्तानहरू हामी पर्छ। जिम्बुवालको सन्तानहरू, जिम्बुवालको खलक द्वार, जिम्बुवालको खलकहरू पर्छ। र साउ गाउँ मादेखरका सबै ठाउँमा चाहिँ हामीहरूको सन्तानले फैलिएको 2, 3, 4 गाउँ जस्तो। अनि नुवाकोटमा चाहिँ के भन्छ हाम्रो बाजेहरू कि मेमेमा बाजे मेमेमा खाना चाहिँ खबला र कताबाट आएको बाजेहरू चाहिँ? अब उहाँहरू चाहिँ पहिला कता थियो? अब नुवाकोटमा पुर्खा चाहिँ अब खोइ हामीले थाहा छैन। पहिले पुर्खा चाहिँ माथि दार्खा बिर्जेत भन्ने ठाउँबाट आएको अरे। के अरे दुर्जेत? दार्खा बिर्जेत भन्ने ठाउँबाट आएको, त्यो आएको। अनि त्यहाँबाट चाहिँ साउ गाउँ भन्ने ठाउँमा बसोबास गरेको रहेछ। अब त्यहाँ चाहिँ ठाउँमा बसेर अब त्यहाँ चाहिँ गाउँै जन्माएको रहेछ। गाउँ नै बसाएको? गाउँ ठुलै गाउँ बनाएको। छबाई खलक भन्छ हामीहरू। छबाई खलक? छबाई खलक। ए ल ठिक छ ठिक छ। छबाई खलकको माइला जाइको छोरा सन्तानहरू हामी पर्छ। ए माइला चाहिँको चाहिँ हाम्रो पुर्खा, पहिलाको पुर्खाहरू जिजु। माइला चाहिँबाट चाहिँ भन्छ अब जन्मे जिजु। जिजु भन्दाखेरि आगी भन्दाखेरि बाजेको बाजे बाउहरू के। अनि के अरे तपाईँहरूको पालितिर त अब के भन्छ नुवाकोटतिर कस्तो थियो अब खाने लाउनेदेखि लिएर? नुवाकोटको खानगी चाहिँ के थियो भने नुवाकोटकै खेती किसान भनेको नुवाकोट भन्ने ठाउँ चाहिँ बारी पनि भएको ठाउँ हो। भन्नाले यस्तो तल खेत भएको ठाउँ हो। बेसी पनि भएको, बारी पनि भएको? बेसी खेत बेसी भएको ठाउँ। बारी माथि बारी तल खेत भएको ठाउँ हो। अनि तल खेतमा धान रोप्छ, बारीमा मकै लाउँछ। मकैभित्र अब मकैमा कोदो रोप्ने काम गर्ने। हामीहरू चाहिँ धेरै जस्तो तामाङहरूले कोदोको जाँड बनाएर खान्थ्यो। क्रिस्चियन हुनुभन्दा अगाडि बनाएर खान्थ्यो क्रिस्चियन नहुँदा। अनि मकैहरू ढिँडो खान्थे। भातहरू चामलको भातहरू चाहिँ भने सबै भात पनि खाने, धेरै जस्तो पैसा बनाउने कि धेरै खर्च गरेको ठाउँहरूमा पैसा बेचेर
खर्च गर्ने कि धान चाहिँ अँ, चामल बेच्ने पैसा धेरै आउँछ अँ। कोदो र मकैले पैसा धेरै आउँदैन कति आउँथ्यो धान बेच्दा चाहिँ कति आउँथ्यो र त्यतिखेर धान बेच्दा कति आउँथ्यो त्यतिखेरको धान त अब के भन्ने अब 120 मुरीको एक मुरीको 120 रुपियाँ पाउँथ्यो त्यो पनि तर धेरै त्यस्तो 120 120 पनि धेरै त्यो बेला 120 मा मुडी पाउँथ्यो कोदोहरू चाहिँ कोदाहरू त कति अब 2 रुपियाँ बाजी त्यस्तै हुन्थ्यो ए मकैहरू कोदोहरू 2 रुपियाँ बाजी अहिले कोदो र मकै नै महँगो छ अहिले त महँगो छ अहिले त धानभन्दा अहिले त धेरै महँगो छ नि अहिले त 2000 भन्छ मकैलाई मकै महँगो छ कोदोलाई पनि 2000 भन्छ अँ, त्यो बेला कोदो त कति 40-50 रुपियाँमा पाउँथ्यो मुडी मकै 40-50 रुपियाँमा मकै पाउँथ्यो मुडीको धान 120 मुडीको त्यतिमा बेच्थ्यो अहिले त धान त 2500 3000 त्यहाँदेखिको धानको मूल्य अँ। त्यस्तो छ अनि आमा चाहिँ कस्तो थियो तपाईँले बिहे गर्दाखेरि एकदम बलियो थियो आमा अँ, आमा मुठी बारको थियो मुठी बलियो अनि पुरै अनि धेरै कता बलियो थियो आमा गाउँमा कसैले भ्याउँदैन थियो अरे काम गर्नलाई नि है अँ? गाउँमा कसैले भ्याउँदैन थियो अरे काम गर्दाखेरि पनि काम गर्दा नि कसैले भ्याउँदैन थियो। आमाले कोदालो पनि खन्ने घाँस पनि काट्ने सबै काम गर्न सक्ने बलियो बलियो थियो ए, अनि तपाईँहरूले के लाउँथ्यो त्यतिखेर चाहिँ अब अँ? कपडा के लाउँथ्यो पहिला चाहिँ कपडा भनेको चाहिँ पहिला अब पहिलाको बेलामा चाहिँ एउटा श्यामा भन्ने चाहिँ बुनेको त्यो लुङ्गी लाउँथ्यो श्यामा बुनेको श्यामा लाउँथ्यो आमाले। तोला लाउँथ्यो अनि छोरी मान्छे लाउने गादा हुन्थ्यो त्यो गादा लाउँथ्यो अनि कानमा सुन लाउँथ्यो ढुङ्ग्री लाउँथ्यो त्यो बेला त्यतिखेर सुन सस्तो थियो कि के हो अँ? त्यतिखेर सुन सस्तो थियो त्यो बेला चाहिँ सुन त अब 200-300 रुपियाँ तोलामा पाउँथ्यो अनि सबैले सुन लाउने त्यो नम्बरी होइन अँ, अलि डुप्लिकेट प्रकारको सुन कि अँ, त्यस्तो त्यस्तै नम्बरी सुन होइन डुप्लिकेट प्रकारको चाहिँ साइली माइली भन्छ त्यस्तो काम त्यो प्रकारको सुन हुन्थ्यो अहिलेको चाहिँ नम्बरी भन्छ अहिलेको सुनको चाहिँ भाउ त धेरै महँगो हो अँ, ठिक छ ल त यो चाहिँ हाम्रो बुवासँगको छोटो एउटा अन्तर्वार्ता जस्तो भयो यो चाहिँ अब पछि अब युट्युबतिर राखिराख्यो भने चाहिँ पछि आउने जेनेरेसनहरूले अब नुवाकोटबाट कोही हुनुहुन्छ भने पछि उहाँहरूले पनि के भन्छ केही कुराहरू जान्न सिक्न बुझ्न सक्नुहुन्छ ल त